हेलो गाइज वेलकम टु माई ट्राभल ब्लग। आज चाहिँ म हजुरहरूलाई समरसेट ड्याम कसरी जाने र त्यहाँ कसरी पुग्ने ब्रिस्बेनबाट अथवा एराउन्ड द समरसेट एरियाबाट भनेर तपाईँहरूलाई इन्फर्मेसन दिन्छु। समरसेट ड्याम चाहिँ वान डे ट्रिप ब्रिस्बेनबाट एकदमै राम्रो ट्रिप हुनेछ र समरसेट ड्यामबाट चाहिँ वी क्यान डु फिसिङ होइन, धेरै वाटर एक्टिभिटिजहरू, स्विमिङ, बार्बेक्यू एन्ड लट अफ थिङ्स हामी चाहिँ त्यहाँ समरसेट ड्याममा गर्न सकिन्छ। एन्ड देयर इज इट्स अ भेरी सिनिक भ्यू। हजुरहरूले चाहिँ यहाँ ड्रोन भ्यू सर्टबाट पनि हेर्न सक्नुहुन्छ। इट्स अ भेरी ब्युटिफुल भ्यू, एकदमै राम्रो भ्यू छ। अनि यहाँ चाहिँ धेरै एक्टिभिटिजहरू गर्न सकिन्छ होइन। इट्स भेरी फेमस होइन, एकदमै फेमस छ, एकदमै पपुलर छ फर द स्विमिङ। अनि त्यसपछि बोटिङको लागि, फिसिङको लागि एकदमै राम्रो छ। ड्रोनको भ्यूबाट हजुरहरूले हेर्न सक्नुहुन्छ। यो चाहिँ एउटा रिजर्भ ड्याम हो, एकदम ठुलो छ र एकदम गहिरो पनि छ। अनि यहाँ चाहिँ एकदमै के भन्छ त्यसलाई फ्यामिली एक्टिभिटिजहरू हामी चाहिँ यहाँ गएर बार्बेक्यू गर्न सकिन्छ, क्याम्पिङ गर्न सकिन्छ। अनि वरिपरिको बुसेसहरू, जङ्गलहरूमा हाइकिङ गर्न सकिन्छ। अनि दिनभरि स्विमिङ, फिसिङ, बोटिङ, अनि बच्चाहरूले जस्तै कायाकिङहरू आफूसँग सामान लिएर गएको छ भने गर्न सकिन्छ। र त्यहाँ चाहिँ सिजनहरूमा चाहिँ जे होस् वाटर एक्टिभिटिज पनि हुने गर्दछ। इट्स अ भेरी ब्युटिफुल प्लेस, इन्जोय द ड्रोन भ्यू। र यहाँ पुग्नको लागि चाहिँ ब्रिस्बेनबाट लगभग 1 घन्टा लाग्छ र रोड एकदमै राम्रो, एकदमै स्मुथ छ। अनि तपाईँहरूले यदि जस्तो वाटर एक्टिभिटिज अथवा फिसिङ गर्न चाहनुहुन्छ भने चाहिँ there are a lot of places to go around the Somerset Dam. Somerset ड्यामबाट चाहिँ वरिपरि धेरै ठाउँहरू छ त्यो ड्यामको वरिपरि, र सबैतिर चाहिँ सानो पार्क, बार्बेक्यू गर्ने ठाउँहरू बनाउन सकेको छ। हामी पुग्दाखेरि चाहिँ त्यहाँ एकदमै मान्छेहरूले क्याम्पिङ गरिरहेका थिए, जेट स्कीमा वाटर एक्टिभिटिजहरू गरिरहेको थियो, एकदमै रमाइलो थियो। यो एरियामा चाहिँ क्याम्पिङ गर्ने ठाउँ छ, बार्बेक्यू गर्ने ठाउँ छ। अनि जे होस् मान्छेले आफूले लिएर जाने, पार्क गर्ने, अनि आफूसँग भएको जेट स्की होस्, बोट होस्, पानीमा लगेर इन्जोय गर्न सकिन्छ। एकदमै ठुलो भएको कारणले गर्दाखेरि जेट स्की गर्न चाहिँ एकदम मजा आउँछ। यहाँ वाटर एक्टिभिटिजको लागि चाहिँ एकदमै राम्रो ठाउँ छ। र स्किङ, कायाकिङ होइन, स्विमिङ, बोटिङ, ट्युबिङ हरेक कुरा गर्न सकिन्छ। यो एरियामा चाहिँ सिजनमा चाहिँ जस वाटर एक्टिभिटिज पनि हुने रहेछ। सो हजुरहरू पनि सिजनको टाइममा इफ यु कम हियर भने चाहिँ यस वाटर एक्टिभिटिजहरू गर्न पाउनुहुन्छ। र आफूसँग छ भने, जस्तो आफूसँग भएको सानो बोटहरू होइन, अब कायाकिङ गर्ने छ भने चाहिँ वी क्यान इन्जोय। र यो ड्रोन भ्यू चाहिँ एकदमै राम्रो देखिरहेको छ। इट्स भेरी ब्युटिफुल, एकदमै राम्रो ड्रोन भ्यू छ, इन्जोय गर्नु होला। यहाँ चाहिँ एकजनाले चाहिँ जेट स्की ल्याएर एकदमै रमाइलो गरिरहेको भिडियो मैले ड्रोन सटले खिचेको थिएँ। हजुरहरूलाई पनि हेर्न सक्नुहुन्छ, एकदमै राम्रो देखिरहेको छ यो ड्रोन सट। यो एकदमै ठुलो ड्याम भनौँ न, ड्याम भन्दा पनि यो रिजर्भ, नेपालमा चाहिँ अब ताल लेक भने जस्तै एकदमै ठुलो म्यासिभ छ, एकदमै ठुलो छ। यो पुरै ठुलो एरियामा फैलिएको छ। यसले चाहिँ यो ब्रिस्बेन रिजन, यो भनौँ न यता यो रिजनमा चाहिँ सबैमा पानी, ड्रिङ्किङ वाटर, खानेपानीको सप्लाई गर्दछ। यो लेकको वरिपरि चाहिँ ट्रेलहरू छ, वकिङ ट्रेलहरू छ, हाइकिङ ट्रेलहरू छ। एकदमै ठुलो भएकोले चाहिँ जो टाइम लाग्नेछ, तर यदि हजुरहरूसँग चाहिँ फुल डे टाइम छ भने चाहिँ हाइकिङहरू गरेर रमाइलो गर्न सक्नुहुन्छ। अनि हजुरहरू यहाँ आउँदाखेरि चाहिँ यो ब्रिस्बेन अथवा जुनै पनि रिजन, वरिपरिको रिजनबाट आउँदाखेरि चाहिँ आउने बाटोहरू एकदमै राम्रो, एकदमै सिनिक छ। बाटो भ्यूहरू भयो होइन, बाटोमा आउँदा फार्महरू छ होइन, अनि एकदम ग्रिनरी छ, ठुलो ल्यान्ड, ग्रिनरी एकदमै हेर्दाखेरि एकदमै मजा आउँछ।
अनि थोरै बाटो चाहिँ हल्का त्यो नेपालको पहाडतिरको बाटो जस्तो भनौँ न हल्का टर्निङहरू छ, एकदमै मजा आउँछ, नेपालको भाइब दिन्छ। माथिबाट हेर्दाखेरि त ठुलो झन्डै अब भनौँ न एकदम ठुलो ताल, एकदम ठुलो देखिन्छ, म्यासिभ देखिन्छ, निलो पानी, एकदमै गहिरो पनि छ। हजुरहरूलाई अब पौडी खेल्न आउँदैन जस्तो भने चाहिँ इट्स नट गुड। भित्रभित्र जान चाहिँ सेफ छैन यसो छेउछेउमा खेल्ने। र लाइक एन्ड सब्सक्राइब पनि गरिदिनु होला मेरो च्यानललाई। यो ड्रोन भ्यू हेर्नु एकदमै राम्रो छ। यहाँबाट चाहिँ मैले ड्रोन भ्यू खिचेको थिएँ, एकदमै राम्रो। यहाँ सबैजनाले वाटर एक्टिभिटिजहरू गरिराख्नु भएको थियो। जेटस्की देयर वाज अ गुड ग्रुप होइन, उनीहरूले चाहिँ टन्न जेटस्की सबैजनाले लिएर आएर एकदम जेटस्कीको स्किलहरू देखाएर मैले चाहिँ ड्रोनबाट खिच्ने मौका पाएको थिएँ। एकदमै राम्रो जेटस्कीको स्किलहरू, रमाइलो भएको थियो हेर्नलाई पनि हामीलाई।